छ यो खैरेनी 10 यस सिङ्गो उपाध्यक्षज्यू अध्यक्षज्यू हाम्रै हुनुहुन्छ म्यानेजर साहब अरू सञ्चालक साथीहरू कर्मचारी भाइ बहिनीहरू र हाम्रो एकदमै अभियन्ता यस क्षेत्रको सामाजिक मोटिभेटर लिडर राम सर र हाम्रो डेभिड सर छोटो बसाइमा हामीले धेरै कुराहरू आदान प्रदान पनि गरेका छौँ र यसको टेक्निकल सपोर्ट बहिनी नम्रता सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु। सबभन्दा पहिले एउटा सुखद अवसर हामीले प्राप्त गऱ्यौँ, एउटा सुखद क्षणमा हामी छौँ। यो अनुग्रह साकुस चितवन जिल्लाको एउटा ग्रामीण भेगमा बसेर आफ्नो सहकारीको मर्म अनुसार सहकारीको सिद्धान्त अनुसार यहाँका सदस्यहरूको बिचमा सञ्चालनमा आएको यो संस्थाको कार्यालयभित्र मैले चाहिँ एउटा न्यानो आतिथ्यता पनि यहाँबाट प्राप्त गरेँ। त्यसको निम्ति म आफै अनुग्रहित छु। अनुग्रहमा म आफै सिङ्गो परिवार अनुग्रहित छौँ। मूल कुरा अहिले यति बेला नेपालको बचत तथा ऋण अभियानमा केही सम्भावनाहरू पनि छन्, केही चुनौतीहरू पनि हामीले अहिले सामना गरिरहेको छौँ। अलिकति हाम्रो बिजनेस मोडलबाट सहकारीको मूल इथिक्सबाट बाहिरिँदा केही दुर्घटनाहरू पनि पर्यो। मूल इथिक्सबाट यति भन्दा यहाँले बुझिहाल्नुहुन्छ। त्यसको मूल मर्म सामाजिक परिवर्तन हो, मूल मर्म आर्थिक परिवर्तन हो, मूल मर्म सांस्कृतिक परिवर्तन पनि हो। विभिन्न खालको जाति भाषा वर्ग समुदाय अल्पसङ्ख्यक अथवा तल्लो जाति अथवा चाहिँ कम आय आर्जन भएको र धेरै आय आर्जन भएको सबैको बिचमा अन्तर्घुलन गरेर एउटा सोसियल समाज, एउटा चाहिँ सुन्दर समाज निर्माण गर्ने एउटा मोडालिटी हो संसारमा, त्यो प्र्याक्टिस। तर यहाँ अनेकौँ कारणले केही समस्याहरू आयो। यति बेला हामी यसको केन्द्रीय सङ्घको महासचिवको हैसियतले म यहाँको कार्यक्रममा छु। भर्खरै हामीले निर्वाचन सम्पन्न गऱ्यौँ। यहाँकै जोड बलमा अध्यक्षज्यू जानुभएको थियो होइन। खुल्ला परिवेशबाट परिस्थितिवश मैले त्यो जिम्मेवारी प्राप्त गरेको छु। यसअघि पनि म 7-8 वर्षदेखि त्यो अर्गनाइजेसनमा छु एज अ बोर्ड मेम्बरको रूपमा। अहिले हामी सिङ्गो देशभरिको संस्थाको समस्या के हो, चुनौती के हो, त्यसको समाधानका उपाय के हुन्, हामीसँग कस्ता कस्ता अवसर थिए हामीले चिन्यौँ न देख्यौँ न यो बिचमा भन्ने बारेमा हामी अहिले रिसर्च गर्दैछौँ, नयाँ ढङ्गले स्टडी गर्दैछौँ। र सँगसँगै राज्यले पनि 3-4 इस्युजहरूमा एउटा त सहकारीको सङ्कट के हो भन्ने बारेमा स्टडी गर्ने आयोगै बनाएर नेपाल सरकारले नै लामो अध्ययन गरिकन सरकारलाई प्रतिवेदन बुझाएको छ। हामीले पनि आफ्नो ओपिनियन त्यसमा राखेको छ। त्यसले केही बचत ऋणका संस्थाहरूको केही सीमाहरू निर्धारण गरेको छ, दर्ता प्रक्रियामा केही दृष्टिकोणहरू अगाडि सारेको छ, गर्न हुने र गर्न नहुने कामहरूको डिमार्केसन गर्न कोसिस गरेको छ। त्यसो भएको हुनाले हामी अहिले हाम्रो पार्टमा जहाँ हाम्रो अर्गनाइजेसनमा यहाँहरू जस्तै अनुग्रहको मेम्बरहरू जस्तै देशभरिको 35,51,063 जना मान्छे अहिले त्यो हाम्रो अर्गनाइजेसनमा एट्याचमेन्ट छ, यहाँहरू मार्फत छ। र हामी उहाँहरूको बिचमा सामाजिक जीवन निर्वाहको माध्यमलाई अथवा जीवन जिउने कलालाई के गर्न सजिलो बनाउन सकिन्छ, उसले समाजप्रति कसरी अपनत्व प्राप्त गर्न सक्छ, समाजलाई कस्तो खालको मार्ग दिशा दिन सक्छ र आफू उद्यमशीलतामा कसरी जोडिन्छ र सिङ्गो समानुपातिक हिसाबले सबै मेम्बरलाई कसरी एउटा चाहिँ आर्थिक हिसाबले सबल बनाउँछ भन्ने बाटोमा हामी छौँ। आज यहाँहरूको संस्थाले नेतृत्व गरेर बचत तथा ऋणको माध्यमबाट अगुवाई गरेर एउटा उत्पादनमा जान सक्ने गरी अहिलेको राज्यले पनि ध्यान दिन नसकेको कतिपय उहिलेदेखिका कानुनहरू बोकेर बसेको बेला खास गरिकन यो टुरिज्म अथवा पर्यटनसँग सम्बन्धित अथाह सम्भावनाहरू हामी देखिरहेका छौँ। विदेशीहरूको आगमन पर्यटनको कारणले हामी पर्यटकहरू भन्छौँ ठुलो आकर्षणको केन्द्र नेपालमा छ। चाहे त्यो भूकम्पको बेला पनि उत्तिकै आए, अब यो कोभिडको बेला पनि उत्तिकै आए, बाढी पहिरोमा हेर्नु होला उत्तिकै आएछन्, हिमपातको बेलामा उत्तिकै पर्यटकहरू हाम्रो भित्रमा टुरिज्म क्षेत्रलाई आकर्षणको केन्द्र मानेर आएका छन्। तर हामीले वास्तवमा आफ्नो त्यो के भन्छ नि कस्तुरीले आफ्नो त्यो सुगन्ध थाहा नपाए जस्तो होइन हामीले पाउन सकेनौँ। अबको च्यालेन्ज यो बिचको अहिले बजारमा जुन खालको सहकारीप्रति एउटा इमेज बिल्डिङ गर्नुपर्ने होइन, सहकारीको चाहिँ एउटा साख बढाउनु पर्ने बेलामा हामी आएको छौँ। अब अवश्य नै हिजोको शैलीलाई हामीले परिवर्तन गर्नु छ। हामी प्रोडक्सनमा जानुपर्छ, हामी कल्चर म्यानेजमेन्टमा जानुपर्छ। हिजोको जुन गाउँले परिवेश थियो त्यसलाई फेरि फर्काउनु पर्नेछ होइन। सहर केन्द्रित भएर मात्रै हुँदैन, सहरमा हुने चिजहरू भन्दा पनि गाउँलाई कसरी विकसित गर्ने भन्ने बारेमा यो भित्रबाट यहाँले प्रौढ शिक्षाको कन्सेप्ट बढाउन सकिन्छ, बाल शिक्षाको कन्सेप्ट बढाउन सकिन्छ। बचतको कुरा त साकसमा धेरै स्ट्राटेजी प्लानमा छँदैछ।
बिजनेस प्लानमा छँदैछ, यहाँले गर्नुभएकै छ, म त्यतापट्टि धेरै जानु पर्दैन। तर अरू समाजमा तपाईँहरूका विभिन्न संस्कार संस्कृतिसँग जोडिएका कला अरू विभिन्न छ नि त, नाचगान भयो अथवा खाद्य परिकारहरू भयो, ती चिजहरूलाई पनि ब्रान्डिङ गर्ने, समाजमा चिनाउने र बाहिर ल्याउने, त्यो चिज अबको महँगो चिज हो, त्यो देशको आकर्षणको केन्द्र हो। अब मैले अघि भन्दै थिएँ प्रौढ शिक्षाहरू भयो, बालबालिकाहरूलाई अब चाहिँ विभिन्न खालको बचतको अभ्यासमा जतिसुकै प्रक्रिया अगाडि बढाए पनि सानो 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 बचतको माध्यमबाट उनीहरूलाई मूल प्रभावमा ल्याउने यो प्रक्रियामा हामी अगाडि बढ्नुपर्छ। अब राज्यमा अहिले हामीले गर्दै गरेको एउटा कर्जा सूचना केन्द्र, इमिडिएटली विभिन्न संस्थाहरूको बिचको कारोबारलाई ट्र्याकिङ गर्ने, हेर्ने, कुन कुनबाट कसरी गरेको छ भन्ने बारेमा अहिलेको यो सङ्कट समाधानको निम्ति एउटा त्यो प्रक्रिया छ। अब राज्यबाट चाँडै त्यो एउटा कार्यविधि आउने तयारीमा छ। अर्को ऋण असुली न्यायाधिकरण हाम्रो बिचमा तयारी अवस्थामा छ। स्थिरीकरण कोष जसरी राष्ट्र ब्याङ्कले विभिन्न ब्याङ्कहरूको जिम्मा लिन्छ, हेर्छ, त्यही मोडालिटीमा साकोसहरूको पनि जिम्मा लिने गरी हामी अगाडि बढेका छौँ। अब यसबाहेक अरू थुप्रै उद्यमशीलतासँग जोडिएको अब एसियाली विकास ब्याङ्कसँग अथवा USAID होइन, अथवा अरू विभिन्न प्रोजेक्टहरूमा इभन वित्तीय साक्षरताको विषयमा पनि हामी नेदरल्यान्डसँग एउटा सम्झौता गरेर अब करिब 5 वर्षको सहयात्रा गर्ने तयारीमा छौँ, वित्तीय साक्षरताकै पनि। त्यसो भएको हुनाले एकदमै सम्भावनाको बिचमा हामी छौँ। हिजो एउटा परिस्थिति थियो, नेप्सकोनले आफ्नो कल्चर सिकायो, एउटा स्कुलिङमा यहाँहरू अगाडि बढ्नुभयो, हामीले हेऱ्यौँ तल साइनबोर्ड त्यही नारामा छ, भित्रका सबै चिजहरू नेप्सकोन स्कुलिङमा छ होइन, बैठक सञ्चालन प्रक्रिया सारा चिज हामी एउटा नेप्सकोन स्कुलिङमा छ भने अब हामी यसलाई अझ फार बेटर व्यावसायिक योजना हामी बनाउँछौँ। नेप्सकोनका अरू विभिन्न सर्भिसहरू छन्, ट्रेनिङ एजुकेसनमा हामी सिक्ट्यापसँग कोलाबरेट भएर सार्क कन्ट्रीभित्र जतिसुकै बेला पनि विभिन्न चिजहरूमा अध्ययन गर्ने हामीसँग त्यो मोडालिटी छ। अर्को हामी उद्यमशीलतासँग गाँसिएको BDS भन्ने बिजनेस डेभलपमेन्ट सर्भिस भन्ने चाहिँ USAIDसँग सम्पर्क राखेर हामीले विभिन्न खालको अहिले सुपारीमा, कृषिमा हामीले त्यो काम गरिरहेका छौँ है। अब हामी यहाँ पनि यहाँको प्रोडक्सनसँग जोडिएर के हुन्छ इमिडिएटली छलफल अगाडि बढाउँ, त्यो कामलाई पनि हामी अगाडि बढाउन सकिन्छ। अर्को हामीले राष्ट्रिय युवा परिषदसँग कोलाबरेट भएर युवाहरूलाई उद्यमशीलतासँग कसरी जोड्ने भनेर सानो 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 पकेट मनी भनेको 5 लाखसम्म पकेट मनी म्यानेज गरेर उनीहरूलाई हामीले 40 वर्ष बिलको मुनिको युवाहरूलाई उद्यमी बनाउने हामीसँग प्रोग्राम छ। त्यसमा ब्याज पनि लाग्दैन, धितो पनि लाग्दैन। त्यस्ता चिजहरूमा पनि हामीले सँगै यो साकोस मार्फत सहकार्य गरेर जान सकिने अनेक सम्भावनाहरू छ। र मुख्यतया सहकारी संस्थाहरू यो बचत ऋण हो, यसले पर्यटनको कन्सेप्ट बनायो, नेतृत्व गर्यो, पर्यटन सहकारी त्यहाँ पर्तिर अर्को अघि हामीले भिजिट गऱ्यौँ, हेऱ्यौँ, अलिपर्तिर अब अर्को उत्पादनसँग गाँसिएको सहकारी छ, होमस्टे छ। यिनीहरूको बिचमा अब भ्यालु चेन अर्गनाइजेसनको सिस्टमबाट, भ्यालु चेन सिस्टम भनेको यसले ग्राहकहरू यस मार्फत ठोकियो, त्यसले आफ्नो चाहिँ अब त्यो चाहिँ उपभोक्ताको माध्यमबाट अथवा चाहिँ पर्यटनको माध्यमबाट त्यसले नेतृत्व गर्यो, तिनीहरूलाई ल्याउने लाने काम गर्यो, उसले त्यहाँ होमस्टेको माध्यमबाट राख्ने काम गर्यो। यस्तो खालको अथवा कसैले उत्पादन गर्यो, कसैले त्यसको बजारीकरण गर्यो र कसैले त्यसको चाहिँ कन्ज्युम गर्यो, आदि चिजहरूलाई भ्यालु चेन्जको माध्यमबाट हामीले लैजान सकिन्छ। यसो भयो भने अहिलेको नेपालको जुन बिजनेसमा मान्छेको निराशा छ, कहीँ मान्छेहरू बाहिर विदेशमा पलायन भएको स्थिति छ, यो सबै हामीले नियन्त्रण गर्न सकिन्छ। काली लाग्दो स्थिति छ, यसलाई हामीले हाम्रो साकोसको माध्यमबाट रोक्न सकिन्छ। मलाई खुसी के लाग्यो भने मैले धेरै दिदीबहिनीहरू हिजो अस्तिकै दिनदेखि देखिरहेकै छु, कलामा, संस्कृतिमा, नाचमा, खानेकुरामा होइन, त्यहाँ कतिपय चाहिँ हामीलाई खुवाउने कुरामा, आदर सम्मान संस्कारमा धेरै अब्बल भूमिका यहाँको हामीले देखेको छौँ। किन मैले अनुहार हेरिसकेको छु होइन। यो चिज आएर साकोस कल्चरसँग जोडिएको रहेछ, यो त मैले यहाँ नआएको भए थाहा पाउने रहेछु नि त होइन। म उतै गएको भए त हाम्रो गाडीमा नबसेको होइन। कतै हामी यो त कस्तो भने हाम्रोतिर उता के गर्छ भने नि साकोसहरूले, तपाईँले देख्नुभयो होला, नेप्सकोनले काठमाडौँमा चाहिँ आफ्नो स्थापना दिवसमा सन्थाल जातिको नाच ल्याएर काठमाडौँमा चाहिँ एउटा होटलमा राम्रो नाच गर्यो। तर त्यो आफ्नो प्रोडक्सन थिएन के, म बाध्य छु नि त भन्न, म झापाको हो, आफ्नो प्रोडक्सन थिएन, त्यो चाहिँ पैसा तिरेर भाडामा होइन, पैसा तिरेर अनि गाडी रिजर्भ गरेर ल्याएर ओहो झापाले देखायो, झापाको भन्ने हामीले चाहिँ नाम बेचेर गऱ्यो। तर यहाँ त जसले हिजो त्यो कला संस्कृतिलाई अपनत्व ग्रहण गर्नुभयो, त्यो साथीलाई आज साकोसभित्र मैले सञ्चालकको रूपमा, कर्मचारीको रूपमा होइन, यहाँको लिडरको रूपमा देखेँ नि त, यहाँको मैले उपाध्यक्षको रूपमा देखेँ नि त। यो चिज दुनियाँमा सबभन्दा लोभलाग्दो र बलियो कुरा हो, यसलाई संस्थागत गरौँ।
हामी केन्द्रीय सङ्घ हो, हाम्रा पनि कतिपय कुराहरू एरियाहरूमा ध्यान नपुगेको हुनसक्छ। हामी जोडिएर यहाँको पनि सुझाव सल्लाहहरू हामीले प्राप्त गरेर जान सकिन्छ। अबको मूल एरिया यो साकोस हो, ठिक छ, यसले बचत ऋणको माध्यमबाट सदस्यहरूलाई जागरण ल्याउनुपर्छ, तर यसले पकेट बनाएर सानो 5 जना 10 जना 20 जनाको अरूको समूह बनाएर पकेट क्षेत्र सेलेक्सन गरेर त्यहाँ टुरिज्ममा जान, प्रोडक्सनमा जान, अरू सेक्टरमा जान यहाँहरू खुल्ला ढङ्गले सक्नुहुन्छ। हामी कुनै पनि हिसाबले साकोसलाई सपोर्ट गर्न तयार छौँ। मैले केन्द्रीय सङ्घको तर्फबाट धेरै लामो कुरा केही नगरिकन अब हामी जोड्यौँ, अब हामी निरन्तर सम्पर्कमा रह्यौँ। यहाँको लोभलाग्दो आतिथ्यता, होइन, आदर सम्मान र जुन खालको संस्कृति हामीले सिकेर गयौँ यसमा रियलिटी छ क्या, वास्तविकता छ, कुनै आर्टिफिसियल यहाँको छैन। त्यो चिज मैले सिकेर गएँ। म देशभरिले यसलाई आवश्यक प्रचार पनि गर्छु, सुनाउँछु पनि, होइन। त्योभन्दा धेरै त म आफै मोटिभेसन नै भएँ, त्यो झन् सुखद कुरा छ। जुन आतिथ्यता यहाँले प्रदान गर्नुभएको छ त्यसको निम्ति म हार्दिक शुभकामना व्यक्त गर्छु। हामी यहाँको तपाईँहरूको ग्रामीण एरियाभित्रको साकोसहरूले अगाडि बढाउने कार्यक्रमहरूमा अझै फर्दर ट्रेनिङमा हुन्छ कि, होइन, लिडरसिप प्याकेजमा हुन्छ कि, म्यानेजमेन्ट हुन्छ कि, जस्तो सिओ साहबलाई, म्यानेजर साहबलाई हामीले चाहिँ कुनै एडभान्स सियु एमसिसी कोर्समा, जुन चाहिँ अक्कुको एसियाली ऋण महासङ्घले डिजाइन गरेको कोर्समा, होइन, त्यसको डिरेक्सनमा पनि हामी एटेचमेन्ट गराउँछौँ र यो ढङ्गले अगाडि बढौँ, हामी सहकारी पनि गरौँ। र यहाँ मार्फत यो छिट्टै यो कुनै प्रोग्राममा एटेचमेन्ट छ कि छैन, प्रोभिसन कस्टमा छ, इमिडिएटली अब कस्टमा यसले आफ्नो रिजल्टलाई, होइन, भनेको सुरक्षित, पूर्णतया सुरक्षित रूपमा चाहिँ यो संस्था रिस्क कभरको हिसाबले कुनै पनि जोखिम यसमा छैन भन्ने कुराको बाहिर मेसेज दिइसकेपछि अटोमेटिकली यहाँ नजिकै भएका अरू ब्याङ्कहरूभन्दा यो ज्यादा विश्वासिलो र भरपर्दो साथी बन्छ। हामीले अहिले चाहेको त्यो चिज हो, होइन। भोलि भविष्यमा आज सुरु गरेको छ, 10 वर्षको 20 50 वर्ष पछाडि पेन्सन यसैले दिन्छ, ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता यसैले दिन्छ, होइन। विद्यार्थीहरूलाई यसैले डक्टर इन्जिनियर पढाउन सक्छ, विभिन्न कोर्सहरूमा चाहिँ अगाडि बढाउनु। यस्तो चिज हो यो। यसलाई गर्वका साथ कसरी सुरु गर्नुभयो, कसले भनेर सुरु गर्नुभयो, त्यो सुरु गर्ने साथीहरूलाई पनि हामी हार्दिक सम्मान व्यक्त गर्छौँ, होइन। हामीले यहाँ हेऱ्यौँ, उहाँहरू सबैलाई हृदयदेखि नै आभार व्यक्त गर्छौँ। अरू व्यवस्थापनको कर्मचारी भाइ बहिनीहरूको पनि वृद्धि विकास, जति जति संस्थागत सुरक्षा, संस्थाको ओनरसिप बढ्दै जान्छ, क्षमता बढ्दै जान्छ, त्यति धेरै दिमाग अन्त लाउनु पर्दैन। अनेक बिजनेसहरू छ यो साइडमा गर्न सकिने। यहाँ त अझै यहाँले सुरु गर्नुभएको छ, अभियन्ताज्यूहरूले विभिन्न बाटो देखाइदिनु भएको छ। जोडिएर कामलाई अगाडि बढाउँ। हाम्रो काम नेसनल लभिङ एडभोकेसी, नेसनल फन्ड म्यानेजमेन्ट, होइन, र यहाँको ट्रेनिङ, एजुकेसन, स्किल डेभलपमेन्टमा हाम्रो भूमिका महत्त्वपूर्ण हुन्छ। म सबै साथीहरूलाई हार्दिक शुभेच्छा, हार्दिक शुभकामना व्यक्त गर्छु। धन्यवाद।